तपाईँ कति समयदेखि सोच्दै हुनुहुन्छ म यो काम गर्नेछु। त्यो सोच्दै गर्दा तपाईँको समय, ऊर्जा र सपना बिस्तारै सकिँदैछ। र सबैभन्दा डरलाग्दो सत्य के हो थाहा छ? तपाईँलाई अझै थाहा छैन। तर एउटा कुरा कहिल्यै नबिर्सनु कि केवल सोचिरहनाले केही हासिल हुँदैन। उल्टो तपाईँले आफ्नो समय, ऊर्जा र त्यो काम गर्ने दृढ इच्छाशक्तिलाई बिस्तारै गुमाउँदै जानुहुनेछ। यदि तपाईँले केही वर्ष अगाडि नै त्यो काम सुरु गर्नुभएको भए आज तपाईँ छुट्टै मुकाममा हुनुहुन्थ्यो होला। धेरै मानिसहरू सही समयको पर्खाइमा बस्छन्, तर सही समय कहिल्यै आफै आउँदैन। कुनै पनि काम सुरु गर्नका लागि हरेक समय सही हुन्छ, मात्र तपाईँको मनमा त्यो काम गर्ने दृढ, अथोट र जिद्दी हुन आवश्यक छ। विजेता र असफल व्यक्ति बीचको मुख्य फरक उनीहरूको कार्यशैलीमा हुन्छ। जब एक विजेताको दिमागमा कुनै आइडिया आउँछ, उसले तुरुन्तै त्यसमा काम सुरु गर्छ। तर एक असफल मानसिकता भएको व्यक्ति महिनौसम्म केवल सोचिरहन्छ। केही नगरी केवल सोचिरहनुभन्दा काम सुरु गरेर असफल हुनु धेरै गुणा राम्रो हो, किनकि ती गल्तीहरूले नै तपाईँलाई भविष्यका लागि सिकाउँछन्। धेरै सोच्दा तपाईँलाई केवल समस्या र नकारात्मक पक्षहरू मात्रै देखिन्छन्, जसले गर्दा तपाईँ कहिल्यै अगाडि बढ्न सक्नुहुन्न। संसारमा आज हामीले देख्ने हरेक आविष्कार कुनै न कुनै दिन कसैको दिमागको एउटा सानो आइडिया मात्रै थियो, जसलाई उनीहरूले चुनौतीका बावजुद पुरा गरे। समयमै कदम चाल्नुहोस्, किनकि पछि गएर हुने पछुतो सबैभन्दा पीडादायी हुन्छ। सफलतालाई केवल एउटा विश मात्रै बनाएर पुग्दैन, यसलाई तपाईँको आवश्यकता वा बाध्यता बनाउनु पर्छ। जबसम्म कुनै काम तपाईँको अनिवार्य आवश्यकता बन्दैन, तबसम्म तपाईँले आफ्नो 100% दिन सक्नुहुन्न र कामलाई भोलि भन्दै टार्नुहुन्छ। इतिहास सोच्नेहरूले होइन, एक्सन लिनेहरूले लेख्ने गर्छन्। तपाईँको पृष्ठभूमि जतिसुकै बलियो भए पनि तपाईँको सङ्घर्ष तपाईँले आफै गर्नुपर्छ। कसैलाई पैसा दिएर तपाईँ आफ्नो लागि एक्सर्साइज गराउन सक्नुहुन्न। आज तपाईँसँग कति धेरै समस्या छन् भन्ने कुराले फरक पार्दैन। फरक त यसले पार्छ कि तपाईँ ती समस्याहरूलाई कसरी ह्यान्डल गर्नुहुन्छ। आफ्नो पीडालाई शक्तिमा र दृष्टिकोणलाई विजयमा बदल्न सिक्नुहोस्। जीवनमा बहाना कहिल्यै नबनाउनुहोस्, किनकि च्याम्पियनहरूले गुनासो गर्दैनन् र गुनासो गर्नेहरू कहिल्यै च्याम्पियन बन्दैनन्। विगतमा भएका गल्ती र दुर्घटनाहरूलाई बोझ बनाएर कहिल्यै नहिँड्नुहोस्, किनकि यो भारी बोकेर तपाईँ धेरै टाढा जान सक्नुहुन्न। लामो दौडको घोडा बन्नका लागि विगतलाई बिर्सिनुहोस् र त्यसबाट प्राप्त पाठलाई सधैँ याद राख्नुहोस्। आफ्नो नजर सधैँ लक्ष्यमा राख्नुहोस्, गुमाएको कुरामा होइन। कठिन समयले नै एउटा साधारण ढुङ्गालाई पनि हिरा बनाउँछ। त्यसैले यदि आज तपाईँको जीवनमा कठिनाइ छ भने नभाग्नुहोस्, यो तपाईँलाई चम्काउने एउटा मौका हो। आफ्नो असफलताको दोष भाग्यलाई दिन छोड्नुहोस्। तपाईँको भाग्यभन्दा बढी तपाईँको मेहनत र ज्ञानले अर्थ राख्छ। यति धेरै मेहनत गर्नुहोस् कि स्वयं भगवानले पनि तपाईँको इच्छा सोधुन्। तपाईँको आजको मेहनत नै तपाईँको भोलिको सपनाको साँचो हो। खस्नुको अर्थ हार होइन, बरु यो त अझ बढी जोसका साथ फेरि उठ्ने मौका हो। सुरुवात गर्न कहिल्यै नडराउनुहोस्, किनकि अहिले तपाईँसँग गुमाउनका लागि केही छैन, तर पाउनका लागि पुरै संसार बाँकी छ। यदि तपाईँ भिडभन्दा अलग बन्न चाहनुहुन्छ भने तपाईँको सोच पनि भिडभन्दा अलग नै हुनुपर्छ। जब तपाईँ केही फरक गर्नुहुन्छ, हजारौँ बाधाहरू आउनेछन् र मानिसहरू तपाईँको विरोधमा हुनेछन्, तर हिम्मत नहार्नुहोस्, किनकि सफलताले टाढाका आफन्तलाई पनि नजिक ल्याउँछ। तपाईँ ईश्वरको एउटा अनौठो करिश्मा हुनुहुन्छ, त्यसैले आफ्नो शक्ति र खुबीलाई चिन्नुहोस्। सपनाहरू यति ठुला देख्नुहोस् कि तिनलाई यति धेरै चाहनुहोस् कि ईश्वर पनि ती पुरा गर्न बाध्य होस्। तर याद राख्नुहोस्, यसका लागि दिनरात एक गर्नुपर्छ। सफलताको यात्रामा सबैभन्दा ठुलो शत्रु अल्छीपन र भोलि गरौँला भन्ने सोच हो। जसले यो मानसिक रोगमाथि विजय प्राप्त गर्छ, उसलाई कसैले रोक्न सक्दैन। कुनै पनि कुरा, ठाउँ वा समय कहिल्यै पर्फेक्ट हुँदैन। त्यसलाई आफैले मेहनत गरेर उत्कृष्ट बनाउनुपर्छ। यदि तपाईँ सही समयको पर्खाइमा हुनुहुन्छ भने त्यो सही समय आज र अहिले नै हो। आफैलाई विश्वास गर्न सिक्नुहोस्, किनकि यदि तपाईँले आफूलाई विश्वास गर्नु भएन भने संसारले तपाईँलाई विश्वास गर्ने छैन। काम यस्तो गर्नुहोस् कि तपाईँको नामलाई छुट्टै परिचयको आवश्यकता नपरोस्। अब सोच्न बन्द गर्नुहोस्, उठ्नुहोस् र आफ्नो इतिहास आफै लेख्न सुरु गर्नुहोस्। सो स्टप ड्रिमिङ एन्ड स्टार्ट डुइङ नाउ। एनीवे, थ्याङ्क्स फर वाचिङ।